नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। आजको यस भिडियोमा हामी इन्जिनियरिङ म्याथमेटिक्स थर्ड सेमेस्टरको डिफरेन्शियल इक्वेसनको भेरिएबल सेपरेसन फर्मबाट एउटा एक्जाम पोइन्ट अफ भ्यूले भेरी इम्पोर्टेन्ट क्वेशन लिएर आएका छौं। यो क्वेशन एक्जाममा पटक पटक सोधिएको क्वेशन हो। सो यो क्वेशनमा के भनेको छ भने यहाँ एउटा इक्वेसन दिएको छ जसलाई हामीले भेरिएबल सेपरेसनको मेथडबाट सोल्भ गर्नुपर्ने हुन्छ। इक्वेसन रहेको छ √1 - x² dy प्लस √1 - y² डट dx इक्वल्स टु 0। अब भेरिएबल सेपरेसन फर्ममा के हुन्छ भने दिएको इक्वेसनमा सेम भेरिएबल भएका सेम भेरिएबलहरुलाई एउटै ठाउँमा ल्याउनु पर्ने हुन्छ। जस्तै यो इक्वेसनमा यहाँ x छ अनि यसलाई y को रिस्पेक्टमा इन्टिग्रेट गर्नुपर्ने हुन्छ अनि यहाँ y छ जसलाई हामीले x को रिस्पेक्टमा इन्टिग्रेट गर्नुपर्ने छ। तर डिफरेन्ट भेरिएबलहरु इन्टिग्रेट हुँदैनन्, त्यसैले हामीले यो x लाई यहाँ ल्याउने र यो y लाई यहाँ ल्याउनु पर्छ। अब यसको लागि हामीले भेरिएबल सेपरेसन फर्मबाट यो क्वेशनलाई सोल्भ गर्छौं। सो सोलुसन अब यसलाई हामीले सर्वप्रथम भेरिएबल सेपरेट गर्नुपर्ने हुन्छ। x² dy इक्वल्स टु माइनस √1 - y² डट dx। अब यो प्लसमा छ, अब यो इक्वल्स टु भन्दा राइट साइडमा गयो भने यसको साइन नेगेटिभ हुन्छ। और अब यी दुईको बीचमा मल्टिप्लाई छ, यो यता आयो भने के हुन्छ डिभाइडमा हुन्छ। डिभाइडमा हाल्दा 1/√1 - y²। अब यो पनि मल्टिप्लाईमा छ, त्यो यता गयो भने डिभाइडमा हुन्छ। डट अब यहाँ dy मात्र बच्यो इक्वल्स टु -1/√1 - x² डट dx। और अब हामीले यी दुईटैलाई एउटै साइडमा ल्याउनु पर्छ। 1/√1 - y² डट dy प्लस 1/√1 - x² डट dx इक्वल्स टु 0। अब यी स्टेपहरु मैले हजुरहरुलाई बुझाउनको लागि मात्र लेखेको, नत्र तपाईहरु यहाँबाट सिधै यो स्टेप लेख्न सक्नुहुन्छ। तपाईहरुलाई बुझाउनको लागि मात्र मैले यी दुई स्टेपहरु लेखेको हुँ। अब इक्वेसन यतिसम्म आइसकेपछि अब हामीले सेम भेरिएबलहरुलाई एउटै साइडमा लेखिसक्यौं। अब यसको नेक्स्ट स्टेप हुन्छ इन्टिग्रेट गर्नुपर्ने हुन्छ। अब इन्टिग्रेटिङ यसलाई इन्टिग्रेसन अफ 1/y² डट dy प्लस इन्टिग्रेसन अफ 1/√1 - x² डट dx इक्वल्स टु इन्टिग्रेसन अफ 0। अब यतिसम्म लेखिसकेपछि अब हामीलाई यहाँ एउटा कुरा के थाहा छ भने हामीलाई एउटा कुरा के थाहा छ भने सिन्स इन्टिग्रेसन अफ 1/√a² - x² को इन्टिग्रेसन के हुन्छ साइन इन्भर्स यसको इन्टिग्रेसन हुन्छ साइन इन्भर्स x/a प्लस c। अब कुनै पनि इक्वेसन यो फर्ममा छ भने यसको फर्मुला यो हुन्छ। अब यो इक्वेसन र यो इक्वेसनलाई कम्पेयर गर्ने हो भने यसमा a को भ्यालु 1 आइरहेको छ, र यहाँ x को ठाउँमा y छ, x इक्वल्स टु y। अब यो इक्वेसनलाई यो फर्मुलामा लेख्ने हो भने और यसको यो इक्वेसनलाई यो फर्मुला लेख्दा साइन इन्भर्स y बच्छ अनि प्लस अब यो त फर्मुला नै भयो, फर्मुला यो हुन्छ साइन इन्भर्स x। अब a को भ्यालु 1 भएको हुनाले y/1 गर्दा y, x/1 गर्दा x। अब इन्टिग्रेसन 0 यो 0 लाई हामीले आफ्नो आवश्यकता अनुसार यहाँ 0 को इन्टिग्रेसन लेख्नु पर्ने हुन्छ। अब हामीलाई यहाँ
यहाँ साइन इन्भर्स छ, यहाँ साइन इन्भर्स छ। अब यी दुईटालाई काट्नुको लागि हामीले यहाँ पनि साइन इन्भर्स लेख्नुपर्ने हुन्छ। त्यसैले 0 को इन्टिग्रेसन साइन इन्भर्स सी राख्छौँ हामी। अब यहाँबाट एउटा अर्को फर्मुला आउँछ, साइन इन्भर्स एक्स प्लस साइन इन्भर्स वाई को फर्मुला हुन्छ साइन इन्भर्स एक्स रुट ओभर 1 माइनस वाई स्क्वायर प्लस वाई रुट ओभर 1 माइनस एक्स स्क्वायर इक्वल्स टू साइन इन्भर्स सी। अब साइन इन्भर्स एक्स प्लस साइन इन्भर्स वाई को फर्मुला यो हुन्छ। अब यहाँ यो छ, अब यहाँ साइन इन्भर्स र साइन इन्भर्सलाई क्यान्सल गर्दा एक्स रुट ओभर यहाँ एक्स रुट ओभर 1 माइनस वाई स्क्वायर प्लस वाई रुट ओभर 1 माइनस एक्स स्क्वायर इक्वल्स टू सी। अब यो हुन्छ हाम्रो फाइनल आन्सर। अब यसरी अब यी यस्तै डिफरेन्शियल इक्वेसनका डिफ्रेन्ट धेरैवटा फर्महरू हुन्छन्। यो भेरिएबल सेपरेसन फर्मको मात्र एउटा क्वेसन थियो। भेरिएबल सेपरेसन फर्म, होमोजिनियस फर्म अनि लिनियर डिफरेन्शियल इक्वेसन, यस्तै धेरैवटा फर्महरू हुन्छन् डिफरेन्शियल इक्वेसनका। यो क्वेसनलाई इक्जाममा आयो भने तपाईहरुले यसरी नै सोल्भ गर्नुहोला। तपाईहरुलाई यो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब अनि भिडियोलाई लाइक गर्न नभुल्नुहोला। थ्यांक यू।